हेलो साथीहरु, नमस्ते अनि जय श्रीमन्नारायण। स्वागत छ मेरो युट्युब च्यानलमा। आशा गर्छु हजुरहरु सन्चै हुनुहुन्छ होला है। आज फेरि पानी परेको मौसममा एउटा सानो भिडियो बनाउन खोज्दैछु। योभन्दा अगाडि पनि 2-4 भिडियो बनाएर त हाल्न चाहिँ है, तर खासै सपोर्ट भन्ने चिज चाहिँ मिलेन क्या। न त अंगूठा मिल्यो, न त प्रतिक्रिया मिल्यो, न त त्यो के लेख्या हुन्छ नि त्यसमा दबाएको मिल्यो, न त घन्टी बजाएको मिल्यो। तर खासमा कुरो के हो भने नि, पहिलो पटक भिडियो बनाउँदैछु, न त एडिट गर्न आउँछ न त के आउँछ, बिस्तारै चाहिँ सिक्दै जान्छ भनेर भिडियो बनाउन खोज्दैछु हैन। राम्रो मानेर प्रतिक्रिया दिनु होला नि त। अनि सब्स्क्राइब चाहिँ अनिवार्य रूपमा गरिदिनु होला है त। आजको मौसम चाहिँ खास कस्तो छ भनेपछि नि के भन्छ, गर्मीको चाप एकदमै वृद्धि हुँदै गइरहेको थियो। दिउँसो एकदमै गर्मी हुन्थ्यो, कोठामा बस्न सकिँदैन थियो हैन। अचानक पानी पर्थ्यो र यति आनन्द आएको छ के भन्नु अब। तर फेरि एउटा समस्या चाहिँ भयो क्या, मेरो कपडा धुने साइड र पानी पर्ने साइड सँगै गरेर डबल कपडा धुनुपर्ने स्थिति आयो। हावाले उडाएर फ्याँकिदिएछ, पुरा धुल माटीमा गिलो माटीमा गएर बिग्रिएछ। म बस्ने यताउताको दृश्य देखाउनुहोस् होला है, हेर्नुहोस्। यहाँ चाहिँ म बस्नेवाला हो। उता साइड चाहिँ गाउँ हो। त्यतातिर चाहिँ गाउँको रोड हो। अनि यतातिर एउटा अर्को गाउँ हो। म जता साइड बस्छु त्यसको ठ्याक्क पछाडि साइड फेरि हाइवे छ, देख्नुभयो? यो हो मेरो निवास स्थान। यता भैँसीहरू पनि रहेछन्। भैँसी देख्नु भएको छ कि नै हजुरहरूले? भैँसी देखाउन जाँदैछु म अहिले हैन। भैँसीहरूले त खेतमा घाँस खाइरह होला, अथवा यो के भन्छ, यो गाउँको चिलो भन्छ हाम्रो गाउँतिर, यहाँ चाहिँ के हुन्छ है, नल चिलो भन्छ। घाँस खाइरह होलान्। तर भैँसाको माथि नि बसेर यिनी कागहरूले चाहिँ के खाइरह होलान् भनौँ त? के रहेछ? हस् त साथीहरू, लाइक सपोर्ट गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला। आजलाई यति गर्छु, बिस्तारै हाल्दै गर्नु पर्ला। सिकेपछि सिक्दै गर्छु। हस् त, राधे राधे।